बालिन प्रधानमन्त्री होस् न भनौँ ल अनि यो चाहिँ सबले कुलमान घिसिङ भन्छ नि सो यो कुलमान घिसिङले उ गर्यो त्यो कोइलाको खानीमा त कोइला हुन्छ नि त्यहाँ भित्रबाट जसले हिरा खोज्छ त्यो भयो नि त ठेकेदार अनि कुलमान घिसिङलाई ल्याउने मान्छे त प्रचण्डै हो नि त किनभने यो विद्युत प्राधिकरणको हाकिम बन्नलाई त करोडौँ बुझाउनु पर्ने रहेछ अनि त्यो हिसाबले मलाई प्रचण्ड मनपर्छ होइन अनि अर्को प्रचण्ड मनपर्ने चाहिँ किनभने राम्रोलाई राम्रै भनिदिउँ न होइन फेरि म माओवादी होइन फेरि नामले ठिकहाल्यो भनिदिइहाल्यो भुइँचालो आयो 72 सालमा होइन अनि विदेशीले पठाएको अनुदान भिगै भनिदिउँ न नेताहरूले आफै खाएर त्यो अरूले त्यहाँ चामल पनि कुहाएर राख्यो गोदाममा तर बाँडेन अनि 2 लाख दिएर घर बनाएर अनि प्रचण्ड त्यसपछि त्यो बेला को प्रधानमन्त्री हुनुहुन्थ्यो त्यो उहाँ हटेर प्रचण्ड आउनुभयो उहाँले आएकै भोलिपल्ट के गर्नुभयो भने होइन 2 लाखले घर के कटेरो पनि बन्दैन 1 लाख थपिदिउँ सबैलाई एउटा कम्तीमा कटेरो त बन्छ जस्ताको भनेर 1 लाख पनि थपिदियो कि